दर्शकवृन्द नमस्कार। पछिल्लो राजनीतिक घटनाक्रमको विशेष चिरफारका लागि हामीसँग अधिवक्ता डाक्टर महेन्द्र जङ शाहजी हुनुहुन्छ। विशेष गरी स्वागत छ सर। धन्यवाद। नमस्कार। आरामै हुनुहुन्छ? ठीक छ। अब कानुनको विद्यार्थी, कानुनको ज्ञाता पनि तपाईँ। अब अहिले सामाजिक सञ्जालमा चर्चित विषय जसरी विष्णु पौडेलको पक्राउपछि अब यो सरकारले कस्तो कदम अगाडि बढाउला, बन्दी प्रत्यक्षीकरणको मुद्दा कसरी अगाडि बढाउला, अब अदालतमा जाँदा प्रक्रिया के होला भन्ने चासोको विषय छ। थुना कति हुन सक्छ अथवा रिहाई कति हुन सक्छ, कतिको चान्सेस के छ, यहीँबाट सुरु गरौँ। होइन, यसमा चाहिँ के छ भन्नुहुन्छ भने हामी अत्यन्तै चाहिँ नै भयौँ क्या, भुइँफुट्टावादी जस्तो भयो। किन भयौँ भने विष्णु पौडेल जस्ता सयौँ नागरिकहरू अहिले थुनामा छन्। तिनीहरूको विषयमा कहिले पनि चर्चा गरेनौँ क्या हामी। जो मुलुकको सबैभन्दा बढी चाहिँ नै अपराध गरेको छ त्यो मान्छेको चर्चा परिचर्चाबाट हामी के अरे छलफल बहस पैरवीहरू यो प्रारम्भ गर्छौँ क्या। यो त्यति ठुलो विषय होइन। यो ठुलो विषय होइन डाक्टर साहब, तर नेपाली जनताले त ठुलो माछा भनेर सन्देह दिइरहेका छन्। त्यो अपराध चाहिँ ठुलो अपराध सानो भन्ने हुँदैन। अपराधको गम्भीर प्रकृतिका अपराध, जघन्य प्रकृतिका अपराध, साधारण प्रकृतिका अपराधहरू हुन्। यो अपराधका दृष्टिकोणले गम्भीर प्रकृतिको, जघन्य प्रकृतिको अपराधको अभियोग चाहिँ विष्णु पौडेललाई लागेको अवस्था हो। अनि अर्को विषय यहाँ के छ भन्नुहुन्छ भने यहाँ अहिले चाहिँ सामान्यतया हामीले के हेर्न जरुरी छ भने उसको के अरे विष्णु पौडेलको मुद्दाका सन्दर्भमा चाहिँ दुई प्रकृतिबाट दुईटा क्षेत्राधिकारहरू एकैचोटि अगाडि बढेको अवस्था छ। एउटा साधारण अधिकार क्षेत्रको विषय जो म्याथप गर्न लिँदाखेरि सात दिन म्याथप गरेको अवस्था। अर्को के अरे संवैधानिक हक उल्लङ्घन गरेको प्रश्नमा चाहिँ बन्दी प्रत्यक्षीकरणको के अरे निवेदन दिएको अवस्था छ। यसमा चाहिँ सामान्यतया कोर्ट प्र्याक्टिस के हुन्छ भन्नुहुन्छ भने साधारण अधिकार क्षेत्रको जुन प्रश्न हुन्छ नि, जो 7 दिन म्याथप गर्ने जुन प्रश्न छ नि, त्यो प्रश्नले चाहिँ के अरे प्राथमिकता पाउँछ। मलाई लाग्छ यसमा चाहिँ त्यो 7 दिन जुन म्याथ थप्ने क्रिया भएको छ त्यसै क्रियाबाट पनि यसको के अरे गैर कानुनी थुना र कानुनी थुनाको सम्परीक्षण त्यो म्याथ थपको गर्ने एक हप्ता पछाडि जुन म्याथ थप गरिएको छ त्यसैबाट पनि सम्परीक्षण हुने अवस्था छ क्या। त्यस कारणले सर्वोच्च अदालतले इन्टरभेन्सन गर्ने अवस्था विद्यमान नभएको कारणले त्यही अवस्थाबाट चाहिँ साधारण अधिकार क्षेत्रकै अभ्यासबाट चाहिँ यो विषय सम्बोधन होला भन्ने लाग्छ। तर डाक्टर साहब, फेरि नेपाली जनताले अपेक्षा गरे अनुसार अब पुराना नेता अथवा भ्रष्टाचारमा मुछिएकाहरू कयौँ समय जेल बस्नुपर्छ अथवा कयौँ पैसा बुझाउनुपर्छ भन्ने एक हिसाबले चर्चा सुनिएको छ। अब भोलिका दिनमा उही ओली र लेखक पक्राउ परे जस्ता र छुटे जस्तो परिस्थिति बन्ने हो कि भन्ने पनि आशंका गरेका छन्। त्यो बन्न सक्ने यो मुद्दामा के हुन्छ? होइन, मैले त्यो सम्भावना पनि देखेको छु। यसमा मैले चर्चा परिचर्चा के सुनेको छु भन्नुहुन्छ भने अघिल्लो दिन पक्राउ गरेर भोलिपल्ट पुर्जी दिया छ अरे भन्ने पनि सुनेको छु। त्यो देखिन्छ भने त्यो अघि तपाईँले भनेको जस्तो प्रक्रिया चाहिँ प्रारम्भ हुन्छ। भनेपछि अघिल्लो दिन पक्राउ र भोलिपल्ट पक्राउ पूर्ति दिनेमा ठुलो अर्थ राख्छ? होइन, त्यो त गैर अदालती प्रक्रियाले होइन, गैर कानुनी थुना भयो नि। पहिला जानकारी दिनु पर्यो क्या थुनाका लागि। म तपाईँलाई चाहिँ यो कारणले पक्राउ गर्दैछु अथवा यो कारणले थुनामा लिँदैछु, यो कारणले तपाईँलाई म अनुसन्धान गर्दैछु भन्ने जुन कारण दिने हुन्छ नि, त्यो विषय चाहिँ पक्राउ गर्नुभन्दा अगाडि दिनुपर्छ भन्ने के अरे कानुनी मान्यता चाहिँ त्यो प्रकृतिको छ क्या। यदि त्यो देखियो भने त्यसबाटै चाहिँ के हुन्छ, त्यो गैर कानुनी देखियो भने तपाईँले अघि भनेको जुन रमेश लेखक र केपी ओलीको जुन कन्टेस्ट थियो नि, त्यो सन्दर्भ चाहिँ यसमा आकर्षण हुनसक्छ। भनेपछि छुट्ने आधार त यो देखियो होइन। हामी त यस्तो छ त तपाईँलाई कस्तो लाग्छ होइन, यो जगतमा छ नि अहिले नेपालमा भएको के अरे राजनीतिक संयन्त्र र कर्मचारी संयन्त्रलाई जगतको कुनै पनि मान्छे हुँ भन्ने मान्छेले विश्वास गर्दैन। हामी त्यति अयोग्य छौँ क्या, त्यति बेकाबिल छौँ। हामी चाहिँ बेलायत र अमेरिकाका कानुनी मापदण्ड, कानुनी व्यवस्थामा ती मापदण्ड अवलम्बन गर्छौँ। हाम्रो चेतनाको योग्यता भनेको हामीलाई मान्छेका रूपमा परिभाषित नगरिने योग्यता छ क्या। त्यो भएको कारणले के हुन्छ भन्नुहुन्छ भने धनी, सम्पन्न, पुँजीपति,
प्रभाव भएको अनि विभिन्न प्रकृति जस्तो अपराध गरेर राजनीतिक हैसियत गेन गर्ने त्यो अपराध गरेर राजनीतिक हैसियत प्राप्त गरेकोले पछि आम जनताबाट रिकग्निसन प्राप्त गर्ने हो यो जुन अवस्था छ नि हो यो अवस्थाका कारणले के हुन्छ भन्नुहुन्छ भने मूल अपराधीहरू तपाईँको चाहिँ छुट्ने र त्यो अपराधीहरू छन् नि हजार छन् त्यो तपाईँको चाहिँ नि के अरे कोही साइकल चोरेका पनि थुनामा छन् चक्लेट चोरेका थुनामा छन् एउटा कहिले तपाईँको चाहिँ त्यो सवारी ज्यानमा कोही मान्छे आएर चाहिँ के अरे तपाईँको त्यो गाडीमा ठोक्यो मर्यो त्यस्ता मान्छेहरू थुनामा छन् तर के छ भन्नुहुन्छ भने केपी ओलीहरू विष्णु पौडेलहरू रमेश लेखकहरू शेरबहादुर देउपाहरू जसको एज अ होल जीवन अपराधमा समर्पित छ ती मान्छेहरूले उन्मुक्ति प्राप्त गर्ने हाम्रो संयन्त्र पनि त्यो प्रकृतिको छ हाम्रो क्या राजनीतिक संयन्त्र पनि कर्मचारी संयन्त्र पनि अब अहिलेको त्यो महाधिवक्ताको योग्यता देखेपछि मुलुकको अभियोजन कहाँ छ अब तपाईँ हामी के भन्छौँ भने यत्रो सुशासनको सपना देखेका छौँ होइन सुशासनको महाधिवक्ताको योग्यता हेर्नु न एकचोटि उहाँको अरू केही पनि हेर्नु पर्दैन महाधिवक्ता हुनुभन्दा अगाडि विश्व जगतमा त्यस्तो सार्वजनिक पदका निमित्त प्रश्न उठ्ने ठाउँ भनेको नेपाल मात्रै होला केही यस्ता फन्डामेन्टल पदहरू हुन्छन् त्यो पदका बारेमा कहिले पनि प्रश्न उठ्दैन तर दुर्भाग्य के छ भन्नुहुन्छ भने नेपाल मात्र यस्तो देश हो जो देशमा ती व्यक्ति लोकसेवा आयोगको अध्यक्षको जन्ममिति देख्नुभयो त अब लोकसेवा आयोगको अध्यक्षको जन्ममिति सेनाको प्रधान सेनापतिको कुर्सीमा त्यो गरिमामय कुर्सीमा बसेको अशोकराज सिग्देलको जन्ममितिको प्रश्न हेर्नुहोस् त अनि महाधिवक्ताको चाहिँ तपाईँको चाहिँ अनि संसदको महासचिवको चाहिँ के अरे जन्ममितिको प्रश्न हेर्नुहोस् त एउटा जन्ममिति यकिन नभएको मान्छेले एज अ होल लाइफमा के क्रिया गर्यो होला त्यस कारण यस्ता व्यक्तिहरू जब ती प्रश्नहरू उठ्छन् त्यसका त्यो प्रश्न जसरी उठ्छ नि त्यो प्रश्नहरूको के अरे हामी यस्तो अयोग्यतामा छौँ क्या त्यस कारणले अपराधीहरू उन्मुक्ति त्यो मलाई लाग्छ त्यो मैले त्यो बाटामै सुनेको हुँ त्यो फेरि त्यो विष्णु पौडेलको हकमा चाहिँ पहिला पक्राउ गरेर पछि चाहिँ पुर्जिदिएको भन्ने अवस्था देखियो भने एउटा ठुलो देखियो भने अदालत के गर्न बाध्य हुन्छ भने त्यो त्यसको गैर कानुनीयुक्ता चाहिँ डिक्लेयर गर्न बाध्य हुन्छ भनेपछि गल्ती नै गरेका रहेछन् त्यो भनेअनुसारको 9 अर्बको जसरी कुरा आएको छ 30 अर्बको चाहिँ सेयरकै कुरा आएको छ भनेपछि यो तथ्यमा भयो भने कस्तो खालको कारबाही हुनसक्छ यो सम्पत्ति शुद्धिकरणको होइन यो त मैले तपाईँलाई भने नि बिगोभन्दा दोब्बर बिगो जति छ त्यसको दोब्बर भनेपछि 9 दुना 18 9 दुना 18 10 दुना 20 11 दुना 22 त्यो किसिमको चाहिँ जरिमानाको प्रश्न भयो अनि सजाय चाहिँ 2 वर्षदेखि 10 वर्षसम्म कैद त्यो त्यति ठुलो कुरा होइन फेरि सम्पत्ति शुद्धिकरण जस्तो विषयमा त्यो सजाय चाहिँ के अरे सजाय महत्त्वपूर्ण मानिँदैन त्यसको चाहिँ स्टाटस जुन हुन्छ नि त्यो अभियोग प्रमाणित गरेको जुन स्टाटस छ नि हो त्यो स्टाटसले मान्छे चाहिँ सेकेन्डमा मर्छ क्या सेकेन्डमा चाहिँ के अरे तपाईँको चाहिँ बेहोस हुन्छ किन त्यो अन्तर्राष्ट्रिय जगतले नै त्यसलाई अन्तर्राष्ट्रिय अपराधीका रूपमा हेर्छ तपाईँको चाहिँ निर्वाचनको योग्यताको प्रश्नसँग जोडिन्छ अन्तर्राष्ट्रिय कम्युनिटीले त्यसलाई चाहिँ अपराध के अरे सजाय भुक्तान गरिसकेपछि पनि निरपराधी होइन भन्ने आँखाको दृष्टिकोणबाट हेर्छ त्यस कारणले त्यसको चाहिँ कसुरदार ठहर गर्ने विषय चाहिँ यो सम्पत्ति शुद्धिकरणका निमित्त अत्यन्त महत्त्वपूर्ण विषय अब जसरी उपाध्यक्ष सम्पत्ति शुद्धिकरणमा मुछिसके पछाडि अब पासपोर्टको विषय आयो फेरि पूर्व प्रधानमन्त्री पनि तानिने अवस्था रहन्छ कि भनेर चर्चामा सुनियो अब एकातर्फ फेरि माधव कुमार नेपाल विद्यादेवी भण्डारी र केपी ओलीजीको अहङ्कार छुट्टै किसिमको छ यो पासपोर्ट काण्ड चाहिँ के हुन्छ रक्षा कसरी अगाडि बढ्न सक्छ यो खास के हो प्रवृत्ति स्वाभाविक प्रक्रियाबाट अगाडि बढ्छ त्यसमा राज्यको संलग्नता छ के अरे त्यो प्रकृतिका अपराधहरूका सन्दर्भमा उच्च ओहदाका मान्छेहरू संलग्न नभइकन त्यो किसिमको क्रिया पनि हुन सक्दैन त्यो विषय चाहिँ अर्को विषय चाहिँ के छ भन्नुहुन्छ भने मैले तपाईँलाई योभन्दा अगाडि नै भनिसकेको छु कि
अपवादमा काङ्ग्रेसहरू र 100मा 100% कम्युनिस्टहरू ड्यु प्रोसेस अफ लबाट के अरे फौजदारी अनुसन्धानको मापदण्डबाट अनुसन्धान हुने हो भने एकजना मान्छे पनि बस्दैन क्या। इमान्दारी बाटोबाट जाने हो भने कानुन बमोजिमको प्रक्रियाबाट जाने हो भने कुनै पनि कम्युनिस्ट यो मुलुकमा के अरे अपराधबाट उन्मुक्ति पाउने अवस्थै छैन क्या। तपाईँले हामीले त्यो मापदण्डबाट हेर्ने हो भनेपछि सिधा सिधा रूपमा भन्ने हो भने कम्युनिस्टको अन्त्य नै कानुनी प्रोसेसबाट सकिन्छ त? त्यसो सकिन्छ। अहिले त जगतबाट सकियो त, तपाईँ जगतबाट सकियो त त्यो। यहाँ छिमेकी देशमा हेर्नुहोस् न, अहिले मान्छेहरू तपाईँको चाहिँ के अरे कम्युनिस्ट भन्यो भने मान्छेले लजाउँछ, कम्युनिस्ट भन्यो भने घृणाका रूपमा हेर्छ। जस्तो अहिले तपाईँले पूर्वी युरोपका केही देशहरू छन्, रोमानिया, चेकोस्लाभिया, युगोस्लाभिया, बुल्गेरिया, अनि पूर्वी के अरे जर्मन, अनि त्यो तपाईँको चाहिँ अहिले पहिला युगोस्लाभियाबाट टुक्रिएका देशहरू, यी देशहरूमा अहिले तपाईँले कम्युनिस्ट भन्नुभयो र अहिले रसियामा पनि म कम्युनिस्ट भन्यो भने मान्छेहरू त्योसँग चाहिँ त्यसको व्यवहारै भिन्न हुन्छ। अनि दुर्भाग्यवश फेरि अघि मैले पहिलाको प्रश्नमा आएँ, हामीहरूको चेतनाको स्तर, अयोग्यताको स्तर, असक्षमताको स्तर, ज्ञानको स्तर, विवेकको स्तर जुन छ नि, त्यो स्तरका कारणले मात्रै यिनीहरूलाई के अरे तपाईँले चाहिँ यो रिकग्निसन गेन गरेको हो। तपाईँको चाहिँ के अरे तपाईँलाई म यसै सन्दर्भमा एउटा जोडेर पनि के भन्छु भने देशका निमित्त र नागरिकका निमित्त अथवा जीवित प्राणीका निमित्त सबैभन्दा अहिलेसम्म प्राप्त भएको तथ्याङ्कका आधारमा सबैभन्दा खराब प्राणी भनेको के अरे लामखुट्टे हो। त्यसको टोकाइबाट संसारमा सबैभन्दा बढी मान्छेहरू मर्छन् त्यो रोगका कारणबाट। लामखुट्टे 1 नम्बर हो, 2 नम्बरमा सर्प हो, 3 नम्बरमा कम्युनिस्ट हो। बुझ्नुभयो नि? त्यस कारणले कम्युनिस्टहरूलाई मान्छेका रूपमा पनि परिभाषित गरिँदैन क्या, उनीहरू जनावरका रूपमा परिभाषित गर्थे हो। बुझ्नु भएन? 1 नम्बरमा लामखुट्टे, 2 नम्बरमा चाहिँ के अरे तपाईँको चाहिँ सर्प, 3 नम्बरमा चाहिँ कम्युनिस्ट। यो मानिसका निमित्त सबैभन्दा घातक प्राणीका रूपमा परिभाषित गरेको विषय। तर सुशासन र भुइँमान्छेका कुरा उठाएर अहिलेसम्म शासन सत्तामा जसरी एक किसिमले दबिएर बसे, अहिले त अब केही जेनजीले विद्रोह गरेको परिस्थितिले भन्दा अहिले हटेको परिस्थिति छ। तर भोलिका दिनमा जुरमुराहरू उठ्ने सक्ने परिस्थिति देखाएका छन्, त्यो अहङ्कार देखाएका छन्। अब जसरी विद्यादेवी भण्डारीजी, माधव कुमार नेपाल र केपी शर्मा ओलीजी एउटै स्टेजबाट सम्बोधन गरिरहँदाखेरि अब फेरि नयाँ शक्ति निर्माण गर्दै हो कि भन्ने चर्चा सुनियो क्या। यिनीहरूले कार्ल मार्क्सलाई ल्याएर पनि यहाँ के अरे पुनर्स्थापित गरे भने पनि अब कम्युनिस्टले मतदान गर्दैन नागरिकले। अब प्रविधि मैत्री चेतना यतिसम्म व्यापक भइसक्यो कि अब कम्युनिस्ट कुन, लेनिनले कति मार्यो, चाउसेस्कूले कति मार्यो, स्टालिनले कति मार्यो, मिखाइल गोर्बाचोभले कति मार्यो, माओ सेतुङले कति मार्यो भन्ने विषय जुन, प्रचण्डले कति मार्यो, केपी ओलीले कति मार्यो भन्ने विषय जुन छ नि, अब प्रत्येक मान्छेका चाहिँ दिमागका रेसा रेसामा त्यो विषय भरिएको छ। एउटा विषय। अर्को विषय, मैले नाम भनेका व्यक्तिहरू जति छ नि, यिनीहरूले सर्वहारालाई कति शोषण गरेका छन् भन्ने कुरा पनि प्रत्येक नागरिकको, सचेत नागरिकको चाहिँ दिमागका रेसा रेसामा छ क्या त्यो विषय। त्यस कारण अब चाहिँ त्यो को कहाँ मिल्यो, को कहाँ गयो, कसरी गर्यो भन्ने कुराले म अर्थ राख्दैन। कम्युनिस्टको चिन्तन परिवर्तन हुन्छ भन्न सकिन्न? होइन, त्यो हुँदैन। कम्युनिस्ट भने मैले अघि तपाईँले भने लामखुट्टे परिवर्तन हुन्छै हुँदैन। सर्पले आफ्नो प्रकृति परिवर्तन गर्छ कि गर्दैन, स्वरूप परिवर्तन गर्छै गर्दैन। जुगाले आफ्नो के अरे अर्काको रगत खाने जुन उसको चाहिँ स्वभाव छ, त्यो स्वभाव परिवर्तन गर्न सक्छै सक्दैन। त्यस कारण कम्युनिस्ट भनेको कहिले पनि परिवर्तन नहुने प्राणी हो क्या। सर्वहाराको गीत गाउने, सर्वहाराको सङ्घार गर्ने, बुझ्नु भएन? अनि के अरे व्यभिचारका नाममा व्यभिचार गर्ने, सर्वहाराको सङ्घार गर्ने, आर्थिक रूपमा सङ्घार गर्ने, जैविक रूपमा सङ्घार गर्ने, सामाजिक रूपमा सङ्घार गर्ने, नैतिक रूपमा सङ्घार गर्ने, यिनीहरू त्यो प्रक्रिया हो। त्यस कारणले यिनीहरू 2-4 जना सँगै बसे, मिले, तिनीहरूकै बारेमा पनि अनुसन्धान गर्यो भने, जस्तो अहिले तपाईँको के अरे माधव नेपाल र चाहिँ तपाईँको चाहिँ केपी ओली सँगै बस्यो भन्नेले के अर्थ राख्छ?
जस्तो तपाईँको पतञ्जलिको हेडमास्टर हो माधव नेपाल भन्ने त स्थापित छ, पतञ्जलिको हेडमास्टर माधव नेपाल हो भन्ने त स्थापित छ। अनि 17,000को हेडमास्टर हो भन्ने कुरा पनि के अरे आतङ्कवादी प्रचण्डलाई त्यो विषय पनि त्यहाँ स्थापित छ। अब केपी ओलीका विषयमा तपाईँहरूले चर्चै गर्नु परेन, बलि प्रथाको सर्जको झलनाथ खनाल को भन्ने विषय त त्यो सर्पका विषयमा गरेको व्यापारबाट पुष्टि भइराखेकै विषय छ। यी त कमन फ्याक्टरहरू जो यी आम नागरिकले, तपाईँ हामी जस्ता नागरिकहरू जो सतहमा छौँ, त्यो गहिरिएर अध्ययन नगरेकै नागरिकले पनि के अरे अभिव्यक्त गर्ने विचार के अरे चिनिएको अपराधिक हरकत हो। यिनको गहिरो तरिकाले चाहिँ अनुसन्धान गरियो भने के हुन्छ। तर डाक्टर साहब अहिले पो जेनजी विद्रोह भयो र केही युवाहरूले आक्रोश पोखेकै कारणले अहिले कम्युनिस्ट सरकारको जति पनि संरचना थियो केही ढल्यो। भोलिका दिनमा यो जुरुमुराएर नउठ्ने परिस्थिति चाहिँ कसरी बन्छ भनेर होइन, ठोकुवा किन युगले दिँदैन, अब युगले दिँदैन। बेलायतको कन्जर्भेटिभ पार्टी र लेबर पार्टीको विरुद्धमा त्यो रिफर्म युके भन्ने पार्टी आइसक्यो। भारतमा ककरोच भारतीय जनता पार्टी भन्ने आइसक्यो, बुझ्नु भएन। नेपालमा के अरे 18-19 वर्षका केटाकेटीहरू बरु मर्न तयार भए, के अरे केपी ओलीलाई भगाउन बाध्य बनाए, प्रचण्डलाई लुग्न बाध्य बनाए, शेरबहादुरलाई पिटिन बाध्य बनाए। अब त्यो चेतनाले स्वीकार गर्छ। तिनीहरूले दिएको शिक्षा, तिनीहरूले दिएको त्यो आत्माको पुकारले यिनीहरूलाई फेरि इस्टाब्लिस गर्छ। त्यो त सम्भावनै तपाईँले अब काङ्ग्रेस एमाले माओवादीको त तपाईँले सम्भावनै नदेख्नुहोस्। तर अहिले नयाँबाट पनि अपेक्षा अनुसारको प्रकृति नआइरहँदाखेरि भोलिका दिनमा फेरि कुनै पुराना आउँछन् कि? अलिकति तपाईँले सम्झाइदिनु भयो, तपाईँले धन्यवाद पनि छ। म तपाईँलाई 1-2वटा कुरा भनौँ के। तपाईँको हिटलर र मुसोलिनीको त्यो पोजिसन हुन्छ भन्ने कसैले कल्पनै गरेका थिएन क्या, बुझ्नु भएन। हिटलर र मुसोलिनी त्यो प्रक्रियाबाट उनीहरूको अन्त्येष्टि हुन्छ भन्ने कुरा, हिटलर मुसोलिनी र पोलपोटको त्यो अवस्था हुन्छ भन्ने कसैले परिकल्पनै गरेको थिएन। तर स्वीकार गर्दै अगाडि कसरी बढ्यो तपाईँको भन्नुहुन्छ भने 1960 मैले तपाईँले अलिकति रेफरेन्स लिएँ। 1960 बेलायतको साम्राज्यवाद, बेलायती साम्राज्यवादबाट अफ्रिका स्वतन्त्र हुन्छ भन्ने कसैले कल्पनै गरेको थिएन। अहिले अफ्रिकामा इन्डिपेन्डेन्ट देश छन्, बेलायतको स्वतन्त्रता प्राप्त गर्यो। 1990 भन्दा अगाडि जुन छ नि, मैले अघि तपाईँलाई भने पूर्वी युरोपका देशहरू, मैले बुल्गेरिया, रोमानिया, चेकोस्लोभाकिया यिनीहरूको चर्चा गर्छु नि, ती देशमा कम्युनिस्ट शासन पतन हुन्छ भन्ने कसैले कल्पना गरेको थिएन। 1990बाट आज 2026 भयो, 2026सम्म 26को जुन अवस्था जुन छ, चाहे तपाईँ चाहिँ के अरे तपाईँको सोभियत सङ्घको के अरे रसियाको कुरा गर्नुहोस्, चाहे तपाईँ चेकोस्लोभाकिया र युगोस्लाभिया, बुल्गेरिया, रोमानिया र पूर्वी टिमोरको कुरा गर्नुहोस्, त्यहाँ फेरि पुनरावृत्ति भएर कम्युनिस्ट शासन अहिलेसम्म आउन सकेन। इभन समाजवादी धारणा व्यक्त गर्ने व्यक्तिहरू पनि त्यहाँ पुनः स्थापित हुन सकेन। त्यो कसका कारणले भन्दा यहाँ नेपालमा भइराखेको जुन जेनजेड आन्दोलन थियो नि, हो त्यही चेतनाको योग्यताले त्यहाँ भएको आन्दोलनको परिणाम, बुझ्नु भएन। त्यस कारणले अब चाहिँ के छ भन्नुहुन्छ भने अब गीत गाउने दिन पनि सक्यो। अब हो तपाईँले अघि पछाडि जोड्नु भएको एउटा प्रश्न चाहिँ अत्यन्तै गम्भीर छ। फेरि अत्यन्त गम्भीर के छ भने मैले त त्यो बारम्बार भनिराखेको विषय हो, बारम्बार भने अहिले जुन शासनमा बसेका छन् यिनीहरूको शासकीय योग्यता काङ्ग्रेस एमालेको अर्को रूप हो, बुझ्नुभयो भने। यिनीहरू चाहिँ काङ्ग्रेस एमाले माओवादीको मेकानिकल रिप्रोडक्सन हो भनेर म जुन भन्छु नि, यिनीहरू काङ्ग्रेस एमाले माओवादीको प्रतिलिपि हुन् क्या। तर यिनीहरूमा के देखिएन तपाईँको भन्नुहुन्छ भने यिनीहरूमा शासकीय योग्यता पनि देखिएन, शासकीय नैतिकता पनि देखिएन, शासकीय चरित्र पनि देखिएन, शासकीय हरकत पनि देखिएन, शासकीय हुर्मत पनि देखिएन, बुझ्नु भएन। अब यसले के अवस्था सिर्जना गर्छ भने वैकल्पिक राजनीतिक शक्तिको आवश्यकतालाई महसुस गरेको छ यसले। अब चाहिँ मुलुकमा कस्तो हुन्छ तपाईँको भन्नुहुन्छ भने केही संसारमा यस्ता देश जस्तो तपाईँको चाहिँ अमेरिकामा राजनीतिक दल खोलिनुभन्दा अगाडि के थियो तपाईँको भन्नुहुन्छ भने जर्ज वासिङटनको लिगेसी जसले भोगे नि ती मान्छेहरू अमेरिकन राष्ट्रपति भए क्या। अनि बेलायतको यति लामो समय त्यो कन्जर्भेटिभ पार्टीले रुल गर्यो बेलायतमा, जस्तो भारतको चाहिँ के अरे भारतमा त्यही ग्याप भयो हुनाले स्वतन्त्र भयो,
आई काङ्ग्रेसले 10-12 वर्ष शासन चलाइसकेपछि त्यो अयोग्यताबाट वाक्क दिक्क भएका मान्छेहरूले अहिले बिजेपीले लगभग अहिले त के अरे भारतको प्रधानमन्त्री भारतको इतिहासमा सबैभन्दा बढी प्रधानमन्त्री हुने व्यक्तिका रूपमा आफूलाई प्रतिस्थापित गर्न सफल भए। अब अहिलेको हाम्रो पोलिटिकल सिनारियो जुन छ नि, यो पोलिटिकल सिनारियोले के डिमान्ड गरिराखेको छ भने यस्तो किसिमको शासकको अपेक्षा गरेको छ कि त्यो शासकमा मैले अघि तपाईँलाई निवेदन गरेँ जस्तो योग्यता पनि होस्, नैतिकता पनि होस्, चरित्र पनि होस्, हरकत पनि होस्, हुर्मत पनि होस्, ज्ञान पनि होस्, विवेक पनि होस् क्या, त्यो ग्याप चाहिँ महसुस गरेको छ। अब लगभग तपाईँको चाहिँ यो विषय सम्बोधन हुन्छ। होइन, त्यही अपेक्षा गरेर नै एउटा इन्जिनियर होनार भनेर चिनिएका बालेन्द्र शाहलाई पठाए, तर त्यो शासकीय स्वरूप नभइरहँदाखेरि भोलिका दिनमा वैकल्पिक रूपमा कसलाई मान्ने त? त्यसो भए अब हर्का साम्पाङको पार्टीलाई मान्न सकिन्छ? सुन्नुहोस्, मैले तपाईँले के भने उनीहरूले चाहिँ के हो भन्नुहुन्छ भने एउटा के अरे तपाईँको चाहिँ एउटा अवसर प्राप्त गरेको, बुझ्नु भएन? एउटा अवसर प्राप्त गरेको, त्यो अवसर उनीहरू विकल्प हुन सक्थ्यो तर उनीहरू होनार थिएनन्। त्यो कस्तो अवस्था भयो भने नागरिकले उसको योग्यतालाई सम्परीक्षण गर्ने अवसरै प्राप्त गरेन। त्यो अवसर कसरी प्राप्त गरेन भन्नुहुन्छ भने कसरी अपराध प्राप्त गरेन भने सामाजिक सञ्जालको दुरुपयोगले गर्दाखेरि उसको वास्तविक योग्यता के थियो भन्ने कुरा आम नागरिकले त्यो अवसर प्राप्त गर्न सकेन, एउटा विषय। अर्को विषय नागरिकले हेरेको विकल्प के थियो भन्नुहुन्छ भने एउटा राष्ट्रवादी शक्ति थियो, राष्ट्रवादी शक्तिलाई विकल्पका रूपमा हेरेका थिए। तर दुर्भाग्य के भयो भन्नुहुन्छ भने राजेन्द्र लिङ्गदेलहरूले त्यो विकल्प जुन छ नि, गणतन्त्रको विकल्प जुन छ नि, त्यो गणतन्त्रको विकल्प राजेन्द्र लिङ्गदेलको मैमत्तावाद, राजेन्द्र लिङ्गदेलको अयोग्यता, राजेन्द्र लिङ्गदेलको मुसो प्रवृत्ति, राजेन्द्र लिङ्गदेलको चाहिँ के अरे लामखुट्टे प्रवृत्ति र जुका प्रवृत्तिले चाहिँ के अरे तपाईँले चाहिँ भने उसलाई त्यो राष्ट्रवादी शक्तिलाई चाहिँ के अरे तपाईँको चाहिँ विकल्पका रूपमा प्रतिस्थापित गर्न अवरोध सिर्जना गरेको परिणाम त्यो अवसर चाहिँ के अरे तपाईँको चाहिँ तपाईँले भनेका चाहिँ इन्जिनियरले त्यो अवसर प्राप्त गरेको अवस्था हो क्या। अब के छ भने अलिकति ग्याप पनि छ, त्यो त के भयो भने जनजेट आन्दोलन भयो। जनजेट आन्दोलन हुने मितिसम्म के मात्र ज्ञान थियो भन्नुहुन्छ भने 35 वर्षको पातकताको मात्र भित्रचित्र थियो क्या। अल्टरनेटिभ कस्तो छ भन्ने कुराको चाहिँ सम्परीक्षण गर्ने अवस्था थिएन। त्यो 35 वर्षको पातकताको भित्रचित्र सम्झिँदै हेर्दै गर्दाखेरि के अरे विकल्पको उपयुक्त छनौट हुन नसकेको अवस्था हो क्या। अवस्थाको अवसर अहिलेले प्राप्त गरेका तपाईँले जसरी राप्रपाको अध्यक्ष लिङ्गदेनजीलाई जसरी पातकताको प्रवृत्ति त्यो सन्ध्या दिइरहँदाखेरि तपाईँलाई त अलिकति लाज पनि हुनुपर्ने हो। तपाईँ त्यही पार्टीमा प्रवेश गरेर उनैको गुणगान गाएर फेरि पार्टी छोडेको व्यक्ति त्यो होइन, तपाईँले अलिक सही ढङ्गले बुझ्नुभएको रहेछ। मैले यो जीवनमा राजेन्द्र लिङ्गदेनलाई कहिले पनि स्वीकार गरेँ। आज म जति वर्ष भए नि तर पार्टी कार्यालयमा एकै ठाउँमा तपाईँलाई देखेको भन्दैछु, म त्यो विषय भन्दैछु। एउटा राष्ट्रवादी शक्ति निर्माण गर्नुपर्छ भन्ने एउटा सन्दर्भ चल्यो। सन्दर्भ चल्दाखेरि 2-4 जनाका बिचमा आफू पनि उपस्थित भइयो होला। त्यो किन उपस्थित भयो? रूपान्तरण गर्न सकिन्छ कि, परिवर्तन गर्न सकिन्छ कि? यो मानिस नै हो, मानिस रूपान्तरण हुन्छ। यो पशु होइन, यो हाइनु होइन, यो मान्छे हो। कहिले के अरे तपाईँ शाकाहारी हुन्छ, कहिले मांसाहारीलाई शाकाहारी बनाउन सकिन्छ, बुझ्नुभयो भएन? अनि तपाईँको चाहिँ के अरे कोही मांसाहारी आफै कोही शाकाहारी आफै मांसाहारी बन्न सक्छ। त्यो भन्ने प्रक्रियाका हिसाबमा एउटा के अरे तपाईँको राष्ट्रवादी शक्ति निर्माण गर्ने एउटा प्रक्रियामा अगाडि बढाइराख्दाखेरि तपाईँ पनि त्यो पार्टीमा जानुभयो, उहाँको गुणगान गाउनुभयो। कहिलेकाहीँ के हुन्छ भने एउटा शक्ति निर्माण हुन्छ भने एक दिन कसैको बारेमा चाहिँ के अरे गीत गाइदिँदा र एउटा शक्ति निर्माण हुन्छ, के अरे सम्बन्धित परिवर्तन हुन्छ, विकसित हुन्छ, रूपान्तरित हुन्छ, मुलुक र नागरिकलाई चाहिँ केन्द्रित बनाएर अगाडि बढ्न के अरे सहयोग पुग्छ भन्ने विषयका सन्दर्भमा बोलिएका विषय चाहिँ यो आधारभूत विषयहरू। अब डाक्टर साहब यसैमा मैले काटिहालेँ, तपाईँले भने नि मान्छे हो, परिवर्तन हुनसक्छ, सम्हालेर लिएर जान सकिन्छ भनेर तपाईँले यो बोलिरहँदा केही नेपाली जनताहरूले राप्रपा भनेको अथवा लिङ्गदेन भनेको एमालेको लङ्गुटी समातेर चुनावको मैदानमा जाने व्यक्ति हो भनेपछि त कता कता कम्युनिस्टपन त्यो पार्टीमा देखिने रहेछ।
भनेपछि तपाईँले कम्युनिस्टलाई नै स्वीकार्नुभयो त्यो हिसाबले भन्ने हो। मैले स्वीकार गरेको होइन, मैले राजेन्द्र लिङ्गदेल कम्युनिस्टलाई सुधार्न जानुभयो कम्युनिस्टको सिद्धान्त बोक्नेलाई सुधार्न त्यो होइन मैले त्यो भनेको होइन। तपाईँले एउटा सामान्य नियम के बुझ्नुहोस् भन्नुहुन्छ भने नि मालिकलाई परिवर्तन गर्नुभन्दा भरियालाई परिवर्तन गर्न सजिलो हुन्छ। बुझ्नुभयो नि, मालिकलाई परिवर्तन गर्नुभन्दा गोठालोलाई परिवर्तन गर्न सजिलो हुन्छ। जस्तो राजेन्द्र लिङ्गदेलजी विशेष गरेर नेकपा एमालेको केपी ओलीको भरियाको भूमिकामा र हली अथवा गोठालोको भूमिकामा उहाँले पटक पटक आफूलाई चाहिँ त्यो विषय प्रमाणित गर्दै आइराखेको विषय थियो। मैले के सम्झेँ भने यो त मालिक होइन, यो त गोठालो, यो त के अरे केपी ओलीको भरिया हो। अब यो भरियालाई चाहिँ परिवर्तन गर्न सकिन्छ कि एउटा त्यो आशा, त्यो भरोसा, त्यो विश्वासका साथ के अरे सँगै बसौँ त एकचोटि कस्तो रहेछ योग्यता भन्ने बुझिसकेपछि उहाँको अहम, उहाँको चिन्तन, उहाँको चाहिँ के अरे तपाईँको चाहिँ हरकत के अरे कम्युनिस्टको हरकतभन्दा पनि अझ तल्लो लेभलको पात्रता युक्त रहेछ। त्यसपछि यो प्रक्रिया चाहिँ सम्भव छैन भनेर म आफै हो, बुझ्नुभयो नि, म आफै हो। त्यो कसैले गरे, म त एउटा राष्ट्रवादी शक्ति, मैले सबैसँग सडकमा हुने कलोवादी राष्ट्रवादीहरूसँग पनि छलफल गरियो, म त्यहाँ गएको होइन नि। तपाईँले पनि बारम्बार त्यो मैले केही के अरे पृथ्वीपद भन्ने पृथ्वीपदका नामबाट चाहिँ त्यही भरियावादी चिन्तन राष्ट्रवादी हुँ भन्नेले तिनीसँग पनि भेटघाट गरियो। के अरे बाटोमा हिँड्ने कलोवादी राजावादीहरूसँग तिनीहरूसँग पनि भेटघाट गरियो। केही मैमत्तावादी राजावादीहरूसँग पनि भेटघाट भयो, जसले राजा को चिन्दैन तर राजा चाहिन्छ भन्छ। अनि कति बेलासम्म मात्रै भन्नुहुन्छ भने जुन दिनसम्म पनि कलो खान पाइन्छ, के अरे गणतन्त्रवादीहरूले कलो दियो भने त्यसैले मतदान गर्नेसँग पनि छलफल गरियो। यो त एउटा जीवन भनेको एउटा के हो भने एउटा प्रक्रिया हो क्या, एउटा प्रोसेस हो। यो प्रोसेसमा हिजै मात्रै मसँग चाहिँ केही राजनीतिक दल खोल्छु म भनेर केही साथीहरू आउनुभएको थियो, उनीहरूसँग पनि छलफल गरेँ। अर्थात् म उनीहरूसँग गएको होइन नि। हामीले त्यो ढङ्गबाट बुझ्यौँ भने अलिक कच्चा बुझाइ हुन्छ। म कहिले पनि र राजेन्द्र लिङ्गदेल एउटा मान्छेका एउटा मानिसका रूपमा प्राकृतिक भूमिका निर्वाह गर्छन्। त्यस कारणले कुनै दिन भेटघाट होला, सम्मान होला। उमेरले पनि हामीभन्दा धेरै हुन्, अक्सिजन लिन्छ, कार्बन डाइअक्साइड फाल्छ, बिहान भात खान्छ, दिशा पिसाब गर्ला। त्यो विषय त्यो गरेका कारणले उसलाई मान्छेका रूपमा परिभाषित गरियो भने भेटघाट र सम्बन्ध होला, त्यो फरक विषय हो। तर वैचारिक दृष्टिकोणले, आदर्शका दृष्टिकोणले, चरित्रका दृष्टिकोणले, सिद्धान्तका दृष्टिकोणले, मर्यादाका हिसाबले म उहाँलाई मानिसका रूपमा परिभाषित गर्दिनँ। त्यस कारण तपाईँले यो नसम्झिनुहोस् कि महेन्द्र जङ शाह राजेन्द्र लिङ्गदेलसँग गएर मिल्यो होइन। मैले नसम्झने भन्दा पनि 68% आइक्यू भएका नेपाली जनताले यो बुझ्न पनि त सक्छन् नि, होइन? त्यो त तपाईँलाई विशेष धन्यवाद छ। त्यस कारण यो क्लियरिफिकेसन गर्ने जुन अवसर प्रदान गरिदिनु भयो नि त्यो विषय। मेरो योग्यता राजेन्द्र लिङ्गदेलको के अरे राजेन्द्र लिङ्गदेलसँग चाहिँ सँगै मिलेर राजेन्द्र लिङ्गदेलको जुन पात्रतासँग सँगै मिलेर अगाडि बढ्ने चाहिँ होइन। अब डाक्टर साहब यो भनिरहँदाखेरि र अब नयाँ शक्ति निर्माणमा एक हिसाबले तपाईँहरू लागिरहँदाखेरि भोलिका दिनमा नेपाली जनताले तपाईँहरूबाट अपेक्षा निकै गर्न सक्छन्। वैकल्पिक भनेर फेरि पनि नयाँ भनेर आउनेहरूलाई नेपाली जनताले अपेक्षा गरेका हुन सक्छन्। तपाईँहरूले त्यो अपेक्षालाई परिपूर्ति गर्ने चाहिँ कस्तो गर्दै हुनुहुन्छ, तयारी गर्दै हुनुहुन्छ, के छ? यसो यसका विषयमा के छ भन्नुहुन्छ तपाईँ समेत भन्नुभयो नि तपाईँले। म चाहिँ त्यो प्रक्रियामा छु। त्यो एउटा सागु र घेराभित्र अहिलेको पात्रताकै विकल्पका रूपमा प्रतिस्थापन हुने प्रक्रियामा म छैन है। फेरि यो कुरो तपाईँ क्लियर बुझ्नुहोस्। फेरि यो अहिलेको हिजोको कार्टेल डेमोक्रेसी, अहिलेको क्रिमिनल डेमोक्रेसीको चाहिँ विकल्पका रूपमा आफूलाई प्रतिस्थापित गरेर सत्तामोहमा आफूलाई सहभागी गराउने प्रक्रियामा म चाहिँ छैन। म होइन त्यो। म के हुँ भन्नुहुन्छ भने म त्यो विकल्पमा छु तर त्यो ग्यापलाई चाहिँ के अरे मेन्टेन गर्ने पक्षमा छु। मुलुक रूपान्तरण कसरी हुन्छ, नागरिक केन्द्रित राजनीति कसरी सम्भव छ, मुलुक केन्द्रित राजनीति कसरी सम्भव छ, राजनीतिक निष्ठा र प्रतिबद्धता केन्द्रित कसरी सम्भव छ भन्ने सन्दर्भमा मेरो उपस्थिति हो। बुझ्नुभयो होइन? केही त्यस्ता इमान्दारहरू, केही त्यस्ता कर्तव्यनिष्ठहरू, केही त्यस्ता वफादारहरूसँग हाम्रो त्यो सहकार्यको प्रक्रिया। त्यस कारणले अहिलेको चाहिँ
यो शासकीय अयोग्यताको विकल्पका रूपमा हामीले प्रतिस्थापित गर्ने मात्रै गर्ने अथवा यसको विकल्प मात्रै प्रस्तुत गर्ने हो भने त्यो राजनीतिक होइन। म त्यो प्रक्रियामा सहभागी हुँदैन। बुझ्नुभयो भएन? हामी अहिले छलफलका प्रक्रियामा छौँ। छलफलका प्रक्रिया मुलुकमा 35 वर्षको जुन पातकता छ नि त्यसको विकल्प दिने हो क्या हामीले भनेको। हामीले भनेको के अरे एउटा गृहमन्त्री के अरे बिना सुरक्षा के अरे भन्सारतिर बोर्डरतिर कतैतिर डुल्यो भन्नेको विकल्प दिने होइन। ए के अरे तपाईँको चाहिँ एसएलजी पास भइसकेपछि एसएलजी पास भएको मान्छेसँग हाम्रो प्रतिस्पर्धाको विषय होइन। बुझ्नुभयो? 12 क्लास पढेको मान्छेको प्रतिवाद गर्ने हाम्रो विशेषता होइन। के अरे जेपिटी च्याट ल्याएर के अरे बजेट निर्माण गर्ने, जेपिटी च्याट ल्याएर के अरे तपाईँको चाहिँ नि नीति कार्यक्रमहरू पेस गर्ने, जेपिटी च्याट ल्याएर के अरे संसदमा खण्डन गर्ने, त्यो योग्यतासँग हाम्रो के अरे विकल्प प्रस्तुत गर्ने होइन। हामी विकल्प के प्रस्तुत गर्छौँ भन्नुहुन्छ भने हामी त्यस कारणले हामी विकल्प कसका हौँ भने मुलुक 21औं शताब्दीमा कसरी ल्याउन सकिन्छ भन्ने अभ्यासको विकल्प हौँ। बुझ्नुभयो कि यो मुलुकका नागरिकलाई बेलायतका नागरिक जस्तो नागरिक स्वतन्त्रताको पैमान गर्ने नागरिक कसरी बनाउन सकिन्छ भन्नेको विकल्प हो। यहाँका नागरिकलाई स्विडेन, नर्वे र बेल्जियमका जस्ता नागरिकहरू कसरी बनाउने भन्ने त्यसको विकल्पका बारेमा छलफल गर्ने हो। यहाँका नागरिकहरू जापानको चाहिँ के अरे त्यो प्रविधिसँग मैत्री हुने नागरिकको चेतनासँग कसरी पुर्याउने भन्ने विषयको विकल्पका रूपमा त्यो छलफल प्रक्रिया अगाडि बढाइएको। भनेपछि यसमै मैले जोडिहालेँ। अब धवल शमशेर राणा पुरानो पनि नेता, त्यहाँमाथि पनि अब राप्रपा भयो भने धवल छन्, धवल छैनन् भने राप्रपा छैन भनेर दुर्गा परसाईजीले भन्दै हुनुहुन्छ। अहिले दुर्गा परसाईसँग कोलाबोरेसन तपाईँहरूको गफखाफ हुँदैछ। होइन, मेरो गफखाफ होइन, त्यो त्यसरी नबुझ्दिनु। होइन, एक हिसाबले भन्ने हो भने नयाँ शक्ति निर्माणमा तपाईँहरूको सहकार्य भइरहेको छ। यो व्यक्तिपरक भन्नुभन्दा पनि संस्थापरक र एजेन्डापरक छलफल गरियो भने त्यो अझ बढी सान्दर्भिक हुन्छ क्या, सान्दर्भिक हुन्छ। मैले कुन पात्र कहाँबाट आयो, कुन पात्र कहाँबाट आयो, कुन पात्र कहाँबाट आयो भन्ने विषय त्यति महत्त्वपूर्ण होइन। अहिले पछिल्लो समय देखेका अनुहारहरूको कुरा गरेको डाक्टर साहब, जसरी अब नयाँ शक्ति भनेर एकातर्फबाट धवल शमशेर राणा र एकातर्फबाट दुर्गा परसाईको सहकार्य हुँदैछ, पार्टी खोल्दैछ भन्ने चर्चा मात्रै सुनिएको छ। त्यसमा पनि केही हदसम्म तपाईँको पनि सहभागिता रहन्छ भन्ने सुनिसके पछाडि यो विषयमा मैले जान्न खोजेको। अब पुरानो भनेका धवल शमशेर राणाबाट नेपाली जनताले कतिको अपेक्षा गर्न सक्लान्, आश राख्न सक्लान्, अथवा पुरानालाई लखेटेको अहिलेको परिस्थितिमा उहाँबाट कतिको आश गर्लान् र उहाँ भोलि पार्टी खोलेर आइरहँदाखेरि नेपाली जनताले साथ देलान् नदेलान्, र एकातर्फ दुर्गा परसाई सडकका योद्धा भनेर चिनिएका छन्, उनलाई साथ दिने परिस्थिति बन्छ भन्दै होइन। यसको के हो भन्नुहुन्छ भने हामी नयाँ राजनीतिक शक्ति जुन निर्माण गर्ने छ नि, गर्ने भन्ने विषय के हो भने विभिन्न क्यारेक्टरहरूको एउटा फ्युजन हो क्या। बुझ्नुभयो भएन? पानीको एउटा भ्यालु छ, आगोको एउटा भ्यालु छ। बुझ्नुभयो नि? त्यसका पानीका पनि गुणहरू छन्, आगोको पनि गुणहरू छन् क्या। अब यसमा चाहिँ कस्तो तपाईँको भन्नुहुन्छ भने अहिलेको हाम्रो आवश्यकताको केन्द्रबिन्दु 2-3वटा क्यारेक्टरहरू पनि छन् क्या, हुन्छन्। त्यो एउटा नयाँ बन्ने शक्तिका लागि त अपरिहार्य हुन्छ। जस्तो तपाईँ अरू सबै विषयमा उहाँको विषयमा छलफल गर्न सकिएन, तर धवल शमशेरको नैतिकताको विषयमा र इमान्दारिताको विषयमा त्यसको विकल्प अरू केही हुनसक्छ। मैले तपाईँलाई प्रश्न गरेँ, अहिलेको कन्टेम्पोरेरी पोलिटिक्समा अरू विषयमा छलफल गर्न सकिएला। आजसम्म मैले देखेको उहाँको विषयमा अध्ययन गरेका सन्दर्भमा एउटा विषय के हो भने उहाँको इमान्दारिता र उहाँको चरित्रका बारेमा क्वेसन उठाउने ठाउँ छ कि छैन, एउटा प्रश्न जीवित भयो। त्यो एउटा के हो भने सङ्गठनको निम्ति एउटा पावर हो। अब जस्तो दुर्गा परसाईजीको विषय, उहाँका लाखौँ विषय खण्डन गर्न सकिन्छ, तर उहाँले जुन शासकका निमित्त एउटा साहस चाहिन्छ भनेर जुन अहिले 12-14 चोटि पातकतायुक्त सरकारबाट उनी थुनामा हुँदा पनि उहाँले त्यो के अरे साहसलाई चाहिँ के अरे तपाईँको चाहिँ जीवित निराशामा चाहिँ परिवर्तन गरेको अवस्था छैन हो। उहाँका सयौँ गल्ती होलान्, तपाईँ पनि छलफल गर्न सक्छौँ, अरू हजारौँ गल्ती होलान् धवल शमशेरका, ती विषय पनि छलफल गर्न सके। तर चाहिँ के हो भने मूल विषय के हो भने हरेकसँग भएको चाहिँ जुन एउटा सामर्थ्य छ, जुन एउटा शक्ति छ, त्योलाई चाहिँ एउटामा फ्युजन गराएर त्यसबाट चाहिँ एउटा के अरे
गतिलो शक्ति निर्माण गरिकन अगाडि बढ्ने प्रक्रियामा छलफल चर्चा परिचर्चा भएको जस्तो तपाईँको म अर्को पनि भन्छु जस्तो तपाईँको चाहिँ मेरा लाखौँ गल्ती हुनसक्छ लाखौँ गल्ती हुनसक्छ तर मेरा पनि केही त्यस्ता गुणहरू होलान् मेरो गुणहरू पनि मेरा केही गुणहरू पनि त्यहाँ चाहिँ तपाईँको चाहिँ फ्युजन गराउन सकिन्छ अन्तर्घुलन गराउन सकिन्छ एक अर्काका बिचको अन्तर सम्बन्धित बनाउन सकिन्छ र त्यसबाट निर्माण हुने जुन शक्ति हुन्छ नि हो त्यो शक्तिबाट मुलुक केन्द्रित राजनीतिक र नागरिक केन्द्रित राजनीतिक निर्माण हुन सक्छ भन्ने सम्भाव्यताको अध्ययन गरेको प्रक्रिया हो क्या तपाईँले ठ्याक्कै दुईटा कुराको सन्ध्या दिनुभयो एउटा आगो र पानीको जसरी सन्ध्या दिनुभयो नि अब धवल शमशेर राणाजीको त्यो किसिमले पानीको सन्ध्यामा परिणत होइन तपाईँको त्यो शब्दहरूमा त्यो देखिन्छ एकातर्फ फेरि अब यो पातकता 35 वर्षीय पातकता विरुद्ध जसरी आगो बनेर दुर्गा प्रसाई लडे भन्ने प्रवृत्ति देखिन्छ भनेपछि यो पानी र आगोको मिलन चाहिँ कहाँसम्म पुग्ला होइन तपाईँको चाहिँ पानी र आगोको मिलन भन्ने हुन्छ नि पानी र आगोको होइन त्यसका गुणहरूको मिलन कहाँसम्म पुग्ने हो भन्ने हो तपाईँले मैले ठ्याक्कै अहिले सम्झाइदिनु भयो तपाईँलाई विशेष धन्यवाद छ संसारको सबैभन्दा पवित्र चिज भनेको के हो पानी बुझ्नु होइन त्यो पानीको पवित्रता र संसारलाई खरानी बनाउने आगोको जुन शक्ति छ नि पवित्रता पूर्णयुक्त शक्ति पवित्रतायुक्त त्यो शक्ति निर्माण भयो भने के हुन्छ कहिले मर्ला त्यो कहिले मर्छ त्यसले त एउटा काम गर्ने भयो क्या अब एउटा यस्तो ऐतिहासिक शक्ति निर्माण हुन्छ जो शक्ति यो मुलुक जुन दिनसम्म रहन्छ त्यही दिनसम्म इतिहासका ती सुनौला अक्षरहरूमा त्यो प्रतिबिम्बित हुन्छ क्या त्यो तपाईँले पानी भन्दाखेरि पानी नै नसम्झिनु पानीका गुणहरू त्यो के अरे तपाईँको पवित्रता त्यो निश्चलता र त्यो आगोको एउटा शक्ति जसले संसारलाई के अरे तपाईँ खरानी बनाउन सक्ने हैसियत राख्दछ त्यो दुईटाको फ्युजन भयो भने के हुन्छ परिणाम बुझ्नु भएन यसलाई हामीले त्यो ढङ्गबाट बुझ्यौँ भने मलाई लाग्छ यो अहिले जुन ढङ्गले यो डिस्कोर्स अगाडि बढेको छ नि त्यही ढङ्गले अगाडि बढाउन सकियो भने तपाईँ पातकताको विकल्प होइन है फेरि त्यो त तपाईँ चाहिँ नसम्झिनुहोस् मुलुक 21औं शताब्दीमा पुर्याउने हाम्रो दिग सपना जुन छ नि त्यो सपना चाहिँ पुरा हुने सम्भावनातर्फ उन्मुख हुन्छ अब डाक्टर साहब तपाईँले अघि जसरी गृहमन्त्रीज्यूको कुरा निकाल्नु भएको थियो म त्यसको पेरिफेरीमा आइहालेँ जसरी अब गृहमन्त्रीज्यू अहिले सिमानातिर घुम्दै हुनुहुन्छ एउटा मास्क लगाएर क्याप लगाएर सिभिल प्रहरी जस्तो गृहमन्त्री घुम्दै हुनुहुन्छ त्यहाँ माथि पनि प्रहरी प्रशासनको केही कामले भन्ने चर्चामा आएको छ भनेपछि गृहमन्त्रीको अहिलेको एक्सन ती भ्रष्टाचारीको अन्त्य सुशासनका लागि एक किसिमले भनेर बलियो बनेर उभिरहँदाखेरि र पुराना पातकता प्रवृत्तिहरूलाई अथवा पुराना ती शासकहरूलाई भ्रष्टाचारमा मुछिएका भ्रष्टहरूलाई कारबाहीको दायरामा ल्याउनेदेखि लिएर सीमाको विषयलाई शुद्ध सल्भ गर्ने अथवा त्यस्तो भ्रष्टाचारमा मुछिएकाहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भनेर आफै खटिरहेको यो परिस्थितिलाई कसरी हेर्नु भएको छ काम गर्न सक्ने जुन काम गर्नुपर्छ भन्ने जुन आसक्ति देखाइएको छ यसलाई चाहिँ हामीले अन्यथा भन्नु हुँदैन यो सकारात्मक हो तर एउटा सुनिश्चित विषय चाहिँ के हो भन्नुहुन्छ भने उहाँहरू योग्य चाहिँ हुनुहुन्न अयोग्यताबाट के अरे तपाईँ सुनिश्चितता चाहिँ कायम हुन सक्दैन त्यो चाहिँ सत्य हो फेरि उहाँहरूको आसक्ति होला इच्छा होला आशा होला तर उहाँहरूको योग्यताबाट मुलुकको शासनाधिकारी चाहिँ प्रभावीकरण हुँदैन भन्ने विषय सुनिश्चित छ किन आज के अरे सम्माननीय कर्मचारी भनेकै शब्दले पनि हो कि होइन त्यो त धेरै विषय छ त्यो तपाईँको माफ पाऊँ मैले तपाईँलाई एउटा धेरै प्रधानमन्त्री संसदमा जाने भन्ने विषय छ नि अमेरिकाको क्यालिफोर्नियातिर बन्ने फिल्मको स्टार के अरे त्यो भिडियो क्यामेराको अर्केस्ट्रा हो के भन्छ समथिङ के भन्छ अर्केस्ट्राभित्र जाने जस्तो होइन त्यसले शासनाधिकार योग्यता चाहिँ कायम गर्दैन बुझ्नुभयो भाइ तपाईँले डोलप्रसादको सभामुखको भूमिका त्यसले सभामुखको भूमिका निर्वाह गर्दैन पार्लरको अर्थ त्यो डोलप्रसादले बुझेको जस्तो देखिँदैन बुझ्नुभयो भएन
अनि पार्टी सभापतिको त्यो विषयले योग्यता कायम हुन सक्दैन। अनि संसदमा ती वास्तवमै तपाईँले अहिले हाम्रो संसद त कस्तो छ भन्नुहुन्छ भने मैले त योभन्दा अगाडि पनि तपाईँलाई भनेको छु, यो हाइनाको जमात जस्तो छ। बुझ्नु भएन? त्यस कारणले उहाँहरूको योग्यताबाट के अरे 35 वर्षको पातकताको विकल्प चाहिँ हुन सक्दैन क्या। उहाँहरू त्यो योग्यता कायमै गर्न सक्नुहुन्न। उहाँको शैक्षिक योग्यताले पनि गर्दैन, सामाजिक योग्यताले पनि गर्दैन, नैतिक योग्यताले पनि गर्दैन, कानुनको योग्यताले पनि गर्दैन, शिक्षाको योग्यताले पनि गर्दैन, अनुभवको योग्यताले पनि गर्दैन, ज्ञानको योग्यताले पनि गर्दैन, विवेकको योग्यताले पनि गर्दैन क्या। त्यस कारणले इच्छा आकाङ्क्षा राखेको विषयलाई सकारात्मक भने मैले, तर त्यो सकारात्मक परिणाम गर्ने त सकारात्मक योग्यता चाहिन्छ। त्यो उहाँहरूसँग त्यो योग्यता चाहिँ छैन। भनेपछि यो अहिले ट्राफिक नियमको कुरा आएको छ, यो पनि अयोग्यताले गरेको हो। त्यो जेपीटी च्याटले गर्यो। यिनीहरूको कुनै पनि हरकत मानवीय ज्ञान र विवेकबाट भएको छैन क्या। सबै अहिले जे जति यिनीहरूले आउँछ त्यो जेपीटी च्याटमा हान्यो, जेपीटी च्याटले चाहिँ जे दिन्छ त्यही गर्ने। यो एउटा चाहिँ अब ट्राफिक नियमको हरेक त्यो कारबाहीमा पर्यो भने कि 50,000 कि 25,000 कि 1 लाखसम्म जरिवाना हुने परिस्थिति। यिनीहरूको उद्देश्य मैले तपाईँलाई अलि पहिला पनि भन्थेँ नि, अयोग्यहरू औराफालिए हुन्छन् क्या। जसको ज्ञान छैन, विवेक छैन, अध्ययन छैन, अनुसन्धान छैन, तिनीहरू लोभी हुन्छन्। बुझ्नु भएन? भनेपछि यो नियममा तपाईँ पनि असन्तुष्टि हो? यस्तो त नियमै जारी हुन्न त, अनि कसरी असन्तुष्टि र सन्तुष्टिको प्रश्न भयो। अहिले त विधिको शासन भएको मान्छे के अरे कुनै पनि दण्ड र जरिमाना गर्दाखेरि न्यायाधीशले विवेक प्रयोग गर्नुपर्छ भन्ने मान्यता हुन्छ न्यायाधीशले। अनि पुलिसलाई त्यो अधिकार दिने पनि योग्यता हुन्छ। यिनीहरूसँग योग्यताको मापन गर्ने हो भने यिनीहरू मानिसका रूपमा परिभाषित गर्न लायक चाहिँ छैन। यस्तो योग्यतालाई चाहिँ मानिसको योग्यताका रूपमा परिभाषित गरिदियो। डाक्टर साहब, अब हामी संवादको अन्तिममा पनि छौँ। अब यिनीहरूबाट पनि अपेक्षा गर्न सकिँदैन भने अबको विकल्प के र आम नेपाली जनतालाई बताइदिनुहोस्, अब कसरी अगाडि बढ्दा त्यही देशमा सुशासन समृद्ध होइन। अरू संक्षेपमा मैले निवेदन गरेँ, मुलुक 21औं शताब्दीमा पुर्याउने आधार राष्ट्र संस्था र लोकतन्त्रको एक अर्कासँगको अन्तर्सम्बन्ध हो। त्यो अन्तर्सम्बन्ध नयाँ बन्ने राजनीतिक शक्तिबाट मात्र सम्भव हुन्छ, जहाँ साहस, नैतिकता र योग्यताको चाहिँ फ्युजन हुन्छ। त्यो फ्युजनले नै चाहिँ के अरे तपाईँको चाहिँ मुलुकलाई प्रभावीकरण दिन्छ। यी अयोग्यताहरूलाई चाहिँ र पातकताहरूलाई चाहिँ बिस्तारै, यिनीहरू पातक चाहिँ होइन है। फेरि यो अहिले चाहिँ जुन शासनमा बसेका छ यिनीहरू पातक चाहिँ होइन। पातक चाहिँ 35 वर्षका पातकहरू, यिनीहरू चाहिँ अयोग्य हुन्। यिनीहरूको अयोग्यता र पातकता चाहिँ त्यो नयाँ बन्ने के अरे राजनीतिक शक्तिले चाहिँ त्यसलाई चाहिँ सम्बोधन गर्छ।